हेलो कुजाम्पो जुन चाहिँ हामी गएको चाहिँ यहाँ मुनिको यो प्लेसमा हो। तर यति थाहा छ हामीहरूको बचपन चाहिँ यो एरियातिर बितेको जस्तो। त्यो बगर चाहिँ सिरिसे बगर हो, घोप्टे छेपचेप्टार भएर चाहिँ त्यहाँदेखि हामी उता अनि यो माथि डाँडा देखिने चाहिँ यो चाहिँ के हो भने चाहिँ लालेखा डाँडा हो। आज पनि फेरि दोस्रो दिन अल द वे फ्रम लिङदिनबाट चाहिँ ग्रिटिङ गरिरहेको छु, अल द वे फ्रम लिङदिन है। कुजाम्पो नमस्ते राधे राधे। र अहिले चाहिँ शुभ बिहानी भन्दा पनि शुभ बिहानीको दृश्य ल्याउनका लागि लिङदिनको तुर्सा बिचमा आइपुगिसकेको छु मैले प्राय दृश्य त हिजै हजुरहरूलाई देखाइसकेँ है। र आजको फेरि पनि केही छुट्यो होला भन्ने एउटा उद्देश्यले यो बिचमा आइसकेको छौँ। देख्नुभयो होला म वाक गरिरहेको छु है। अति रमाइलो छ। हिजो चाहिँ अब सुकेर धुलो थियो, पुरा यो बल उडिरहेको थियो हावा आउँदाखेरि। र बेलुका चाहिँ हल्का पानी पर्यो है, त्यसले गर्दाखेरि चाहिँ आज बलहरू पनि छ्याप्पै भुइँमा बसेको छ, धुलो छैन, हावा त आउँदैछ हल्का र मजा आइरहेको छ हिँड्दा पनि। अहिले चाहिँ ठ्याक्कै यो लिङदिन लिङदिन प्राइमेरी स्कुलको मुनि जुन चाहिँ यो पहिला पनि यहाँनिर यस्तै स्पोर्टै थिएछ, ग्रिन गरेर थियो भन्थ्यो यहाँनिर चाहिँ अब चौर। र अहिले चाहिँ हिजोस्ति गएको भेलले चाहिँ पुरा बल्ल थुपारेको छ यहाँनिर र रमाइलो छ। यस्तो छ है यहाँको दृश्यहरू चाहिँ। अब यो साइड हेर्नुभयो भने तपाईँहरूको साम्ची डिस्ट्रिक्ट, यो खोलादेखि पारि ठक्कै साम्ची डिस्ट्रिक्ट छ, जुन चाहिँ यो खोलादेखि यता चाहिँ छुक्का डिस्ट्रिक्ट। यो चाहिँ फन्चुलिङ ग्योक पर्दो रहेछ, फन्चुलिङ ग्योक है। र यता दैलचुका दोरखा जाने बाटो पनि यही हो, यहीँबाट ठक्कै यस्तो छ। हेर्नुहोस् न क्या मजाको छ है। यतिको चाहिँ हुनुपर्ने नै हो नि त। वाउ 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 वाउ, बिहानको झुके घाममा यस्तो रमाइलो गरेर बस्नु चाहिँ मजा रहेछ। लसो कुजाम्पो नमस्ते दर्शन फेरि पनि सबैलाई। अब चाहिँ हाम्रो फाइनल अन्तिम चरण रहेको छ हो। र हामी चाहिँ यहाँबाट बिदाईको समय भइसकेको छौँ। हामी यहाँबाट अब छोड्ने छौँ चाँडै यो स्पोट। सो वी मिस दिस राम्रो स्पोट, यति रमाइलो जग्गा रहेछ है। यहाँनिर फुटबल ग्राउन्ड पनि छ रहेछ, यहाँको प्राइमेरी स्कुलको होला सायद हो। बगड यता मुनि थियो हाम्रो हिजोको स्पोट। त्यस्तो छ। हामी चाहिँ यो तर्फ जानेछौँ, यो डाँडाको यता चाहिँ लिङदेन गाउँ हो। रमाइलो जग्गा है, मजा लाग्यो एकदम। ल हाम्रो प्याक भइसकेको छ गाडी पनि, ठक्कै हामी मात्रै 5 जना है।
रमाइलो छ ओके सी यू देयर मायाको डोरीले तिमीलाई बाँधुला मायाको डोरीले तिमीलाई बाँधुला दिलको मोटर कारमा तिमीलाई चढाउला सम्झना बिर्सना सलललला ठक्कै हिजो हामीले प्लास्टिक दिदी दिनुभएको थियो पानी पर्दा र आज चाहिँ फर्केर दिदीलाई ल्याउनुको लागि दोकानमा आइपुगेको छौँ प्लास्टिक चाहिँ ठक्कै हेलो कुजाम्पो जुन चाहिँ हामी गएको चाहिँ यहाँ मुनिको यो प्लेसमा हो हिजो अस्तिको हो यो चाहिँ लिङ्गदेन पिकनिक स्पोट हो रहेछ यहाँबाट ठक्कै यहाँबाट चाहिँ लिङ्गदेन गाउँ दिस इज अल लिङ्गदेन गाउँ यहाँबाट देन्चुका चाहिँ कता हो कुन चाहिँ डाँडा हो देन्चुका देखिँदैन नि डाँडा त छ होला नि देखिँदैन देखिँदैन कता यता कि यता यता यो डाँडा छ नि यो डाँडा उता यो डाँडा सिधा उता चाहिँ पर्छ यो डाँडाको उताउटै हिँडेरै जानुपर्ने हिँडेरै जानुपर्ने यहाँ हिँडेर नि हो यो पर देख्ने डाँडा चाहिँ डोया डाँडा भन्छ नमस्ते हो यो मुनि जुन चाहिँ देखेको हाम्रो स्पोटहरू हिजो हामी गयौँ त है हाम्रो मतलब हामी हिजो गएको स्पोटहरू छ नि त यहाँनिर यहाँको बारेमा के तपाईँले अलिकति धेर थोर सन्देशहरू दिन सक्नुहुन्छ मेरो भ्युअरलाई हजुर सन्देश भन्नुपर्दाखेरि अब खासै बेसी त अब सन्देश त के भन्नु सकिन्थ्यो होइन तर यहाँकै पनि होइन हो त्यसले गर्दाखेरि अब यहाँको नभएकोले गर्दाखेरि कतिवटा कुराहरू त मलाई थाहा छैन होइन तर यति थाहा छ हामीहरूको बचपन चाहिँ यो एरियातिर बितेको जस्तो किनभने यहाँनिर हाम्रो उहिलेको चाहिँ हाइवे नै हो जब हामी सुन्तला घिउचुर्पी बोकेर है टणालमा बोकेर हामी ढाकार बोकेर आउँदाखेरिको हाइवे चाहिँ हाम्रो यो हो जति अहिले गाडीको बाटोको हाइवे नै छ जस्तै हाम्रो चाहिँ त्यतिखेरको हाइवे हो त्यतिखेर चाहिँ हामीहरू चाहिँ पहिले चाहिँ हामीहरू यो खेतको पेट छेउ आली के हो त्यहाँदेखि अन्चिलाबाट आएर चाहिँ हामी यहाँ मुनिबाट जान्थ्यौँ है यो चाहिँ लिङ्गदेन हो खासमा चाहिँ अब पहिले नै भन्नु पर्थ्यो अहिले भन्नुपर्दा चाहिँ यो चाहिँ लिङ्गदेन अन्त यहाँदेखि आइन्थ्यो पहिले त्यतिखेर त जुन चाहिँ यो अहिले स्कुल छ स्कुल पनि थिएन बिएचयुहरू पनि थिएन त्यतिखेर त अन्त अहिले चाहिँ स्कुल पनि रहेछ है अन्त बिएचयु पनि रहेछ अब धेरै साल भन्दाखेरि पनि झन्डै लगभग हामी 22-25 साल अगाडिको कुरा गर्दै गरेको किनभने हामी 2000 भन्दाखेरि 2002सम्म सायद हामी हिँड्यौँ होला त्यहाँदेखि उता त हिँड्यौँ होइन त्योभन्दा अगाडिको कुरा हो जस्तै अब लाइक 2002देखि अगाडिको कुरा गर्नु पर्दाखेरि चाहिँ यहाँनिर चाहिँ हामी हिँड्ने बाटो चाहिँ यहाँ पहिले चाहिँ माथिबाट थियो पछाडि माथिबाट बन्द गरेर चाहिँ हामी तल यो बगरै बगर अहिले खोला देखिँदैछ यो बगरै बगर आउनु पर्थ्यो आएर यहाँ तलदेखि खोला तरेर चाहिँ हामी यहाँ मुनिबाट जान्थ्यौँ हाइवेबाट यहाँदेखि गएर चाहिँ हामी नेचु भएर जानु पर्थ्यौँ अनि उता लास्टमा देखिने जुन चाहिँ बगर देखिँदैछ तल सेतो बगर पर लास्टमा त्यो बगर चाहिँ सिरिसे बगर हो अन्त सिरिसे यो लिङ्गदेन यहाँदेखि गएर हामी मलिबासे पुगिन्छ है मलिबासे त्यहाँदेखि याङबा खौडी त्यहाँदेखि भएर घोप्टे छेप्चेटार भएर चाहिँ त्यहाँदेखि हामी उता देन्चुका ग्योकलाई भेटिन्छ लाइक साम्ची चोङ्खा कनेक्ट हुन्छ पिउनादेखि उता अनि यो माथि डाँडा देखिने चाहिँ यो चाहिँ के हो भने चाहिँ लालेखा डाँडा हो लालेखा डाँडा तर यही लालेखा डाँडालाई देन्चुकाबाट चाहिँ लालेखा डाँडा पनि भन्छ अनि यसको माथिल्लो पार्टलाई चाहिँ गेबु डाँडा पनि भन्छ गेबु पूजा जस्तै यो गोठालाहरूले चाहिँ अब गोठमा चाहिँ गेबुलाई पूजा गर्छ त्यो चाहिँ गेबु डाँडालाई भन्छ यही लालेखा डाँडाको माथिल्लो साइडलाई चाहिँ गेबु पूजा गर्ने पनि छ त्यो चाहिँ कस्तो खालको डाँडा देखिन्छ यस्तो तोरमा के अरे यो
मूर्ति राखेको जस्तो 3टा छ, त्यो चाहिँ गेबु डाँडा हो भनेर त्यसलाई पूजा गर्छ। त्यस्तो हो मेरो जतिसम्म मलाई जानकारी छ, मेरो जानकारी अनुसारको चाहिँ यतिसम्म चाहिँ छ हजुर। धन्यवाद। यहाँको जनसङ्ख्या पपुलेसनहरू कति जस्तो चाहिँ छ होला, यहाँको मान्छेले के गर्छ होला, उहाँको आयस्ता आम्दानीहरू केबाट छ होला, के तपाईँलाई यहाँको केही सन्देशहरू अलिअलि यसको बारेमा? अब पपुलेसन भन्नुपर्दाखेरि चाहिँ पपुलेसनको बारेमा चाहिँ थाहा भएन। अन्त अब यहाँको आम्दानी चाहिँ अब यहाँको आम्दानी यहाँनिर एकदमै राम्रो अदुवाहरू फल्छ, कागती फल्छ, सुन्तला फल्छ है। पहिले भने त अब डोकोमा बोकेर ढाक्रमा बोकेर जानुपर्ने हुन्थ्यो, अहिले चाहिँ अब गाडीको रोड भएर धेरै सुविधा पनि छ। बिहान गएर मजाले लगेर गाडीमा लगेर बेचेर सपिङ गरेर पनि फर्केर आइपुग्नु सक्छ अहिले। हुन त पहिले पनि सक्थ्यो होला, तर अहिले चाहिँ अब गाडीमा भएकोले गर्दा धेरै सुविधा हुन्छ। अन्त दोमा यहाँनिर दोमा एकदम राम्रो फल्छ है, दोमा फल्छ, कागती सबै जे पनि खेती राम्रो हुन्छ, किनभने यहाँनिर एकदम जमिन पनि राम्रो छ। अन्त यहाँ उन्नति पनि राम्रो हुन्छ। यहाँ चाहिँ अब हेर्दा देखिँदैछ। अनि धान खेतीहरू एकदम जति पनि देखिँदैछ नि एकदम राम्रो धान फल्छ यहाँ चाहिँ। ओके, र जति यो आजको यो दृश्य ल्याउनु यहाँनिर तपाईँहरूप्रति ल्याउनु खिच्नुको यो मौका चाहिँ अवसर चाहिँ कसले मिलाइदियो भने चाहिँ वान अन्ली उहाँकै देन हो। उहाँले गर्दा चाहिँ म यहाँ आज एक्सप्लोर गर्न पाइयो, उहाँको कोअर्डिनेसन यो क्याम्पिङ सबै। र फ्रम माई साइड कोर अफ माई हार्ट होइन, थ्याङ्क यू सो मच तपाईँलाई भन्न चाहन्छु, धेरै धेरै धन्यवाद छ। र यो चाहिँ तपाईँहरूले देख्नुभयो होला। यदि यहाँनिर एक्सप्लोर गर्नु छ भने चाहिँ कन्ट्याक्ट गर्नुहोस् उहाँलाई। उहाँको फेसबुक युट्युब च्यानल पनि छ, सम्पर्क गर्नुभयो भने उहाँले यहाँको के कस्तो धेरै थोर यो स्पोर्टको बारेमा उहाँले सबै ल्याइदिनुहुन्छ। यो जति म आज यहाँ आउनुको कारणै हाम्रो राजदाईको देन हो। थ्याङ्क यू सो मच। र म पनि के भन्न चाहेँ भने होइन, म पनि के भन्न चाहेँ भने हुन त ओके मेरो सोच विचार त हो, म आउने मेरो इच्छा पनि थियो, आयौँ। तर एक्लै हुन्थेन क्या यो कुरो, एक्लै हुन्थेन। त्यसले गर्दा एक्लै नहुनुको कारण चाहिँ तपाईँहरूको साथ सपोर्ट, तपाईँहरूले जुन चाहिँ साथ सपोर्ट निभाइदिनु भएको छ, तपाईँहरूले सपोर्ट गरेकोले गर्दाखेरि धेरै धेरै धन्यवाद तपाईँहरूको सपोर्टको लागि। किनभने म एक्लै आएर त मजा पनि हुन्थेन होला र केही हुनु पनि सक्थेन, पोसिबल थिएन। त्यसले गर्दाखेरि तपाईँहरूले जुन चाहिँ साथ दिनुभयो, सपोर्ट गरिदिनु भयो, माया दिनुभयो, माया गरिदिनु भयो, मेरो कुरोलाई टार्दिनु भएन कि त मेरो कुरोलाई तपाईँहरूले एक्सेप्ट गरिदिनु भयो कि त जो होइन भन्दाखेरि तपाईँहरू सपोर्ट गरिदिनु भयो। त्यसको लागि धेरै धेरै जति पनि हाम्रो टिम, हाम्रो आजको टिम हुनुहुन्छ, उहाँहरू हुनुहुन्छ उता, उहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू सो मच। आउँदो सालहरूमा पनि र सालमै मात्रै नभएर भविष्यतिर कुनै यस्तो मौकाहरू पाइयो भने फेरि पनि आउन सकौँ, यसरी नै रमाइलो गर्न सकौँ भन्न चाहन्छु। र सँगसँगै सबैजनालाई ह्याप्पी न्यू इयर 2026को हार्दिक हार्दिक शुभकामना। थ्याङ्क यू सो मच राजदाई। अन्त सबैलाई धन्यवाद है। जोडिरहनु ल, फुन्सिलिङमा भेटौँ है। जोडिरहनु भएको छ है तपाईँहरू। लिङ्कडिनको यात्रा जारी नै छ अझै। अहिले चाहिँ भने ठ्याक्कै म चाहिँ लिङ्कडिनबाट चाहिँ फुन्सिलिङतर्फ गइरहेको छु। र अहिले चाहिँ यहाँनिर यो ब्रिज चाहिँ निचु ब्रिज भन्दो रहेछ है, निचु खोला भन्दो रहेछ यो। र निचु खोलाको ब्रिजमा आइपुगेको छु। निचु खोला भन्नुभयो नि, नेचु नट निचु, नेचु ब्रिज भएछ, नेचु भन्दो रहेछ। र अब यो ब्रिज तरेपछि हामी यस्तो गरेर यहाँबाट सट्टै यतातर्फ लाग्नेछ। लगभग लिङ्कडिनदेखि फुन्सिलिङ पुग्दा चाहिँ यहाँदेखि अझै यस्तै ठुलो भनौँ न नेचुदेखि अब पाछु पुग्ने रहेछ, पाछु खोला। त्यहाँदेखि चाहिँ हामी उता फुन्सिलिङ पुग्नेछौँ। कोसिस नेचु खोला। यो चाहिँ पाछु खोलाको रेडिमेड अहिलेको टेम्पोररी ब्रिज हो।